रूपमा श्री कृष्ण आचार्य यहाँहरूको बिचमा रहिरहेको छु। यहाँहरू जस्तै शिक्षक म श्री कृष्ण आचार्य गाउँ फर्कोदय सेकेन्डरी स्कुल शुक्ला गण्डकी तनहुँमा अध्यापन गराउँछु र यहाँहरू सँगसँगै यो प्रविधिको क्षेत्रमा शिक्षक साथीहरूलाई अलिकति इम्पावर गरेर प्रविधि र शिक्षासँग जोड्नुपर्छ है भनेर यो अभियानमा जोडिरहेको छु र त्यही सिलसिलामा यहाँहरूको बिचमा यो ट्रेनिङको फेजमा पनि छौँ। धेरै धन्यवाद दिन चाहन्छु जसले यहाँ केरेर सहयोग गर्नुभएको छ। सायद मैले त्यसलाई अफ गर्न भुलेकोमा सम्झाइदिनु भएकोमा यहाँलाई धन्यवाद है। हामी गाली गर्दैनौँ, यहाँलाई धन्यवाद दिन्छौँ। यस्तो केरिरहनुपर्छ। अब विषयवस्तुमा हामी प्रवेश गर्दा हामीले 2 दिनसम्म केही विषयवस्तुहरूलाई कभर गरिसकेका छौँ। हामीले एउटा सिलेबस बनाएका थियौँ 5 डेमा हामी के सिक्छौँ भनेर। फर्स्ट डेमा हामी फन्डामेन्टल र अलिकति रिसोर्सहरू कलेक्सन कहाँबाट गर्ने भन्ने कुराहरू हामीले फर्स्ट डेमा गरेका थियौँ। हिजो मात्रै हामीले केही एआई टुलहरू यहाँ भयो भन्दा पनि अझ मैले एउटा थपेर यहाँलाई अझै राम्रो छ भनेर थपेर म्याजिक स्कुल एआई सँगसँगै इडियु एआइडी भन्ने 3वटा चाहिँ एआई टुलहरूलाई इन्ट्रोड्युस गराएको थिएँ। सँगसँगै च्याट जिपिटी र जेमिनाईबाट पनि हामी कसरी काम गर्न सक्छौँ भनेर अलिअलि त्यहाँको पनि त्यसलाई पनि हामी यसरी पनि गर्न सक्छौँ है भन्ने किसिमले चाहिँ यहाँहरूको बिचमा प्रस्तुत भएका थियौँ। अब आज तेस्रो दिन हामी विशेष गरेर हाम्रो टार्गेट चाहिँ पावर पोइन्ट प्रेजेन्टेसन कसरी बनाउने, क्वेसनहरू कसरी जेनेरेट गर्ने भन्ने कुराहरूमा थियो। यद्यपि हिजोको साथीहरूले मलाई फोन म्यासेजमा पनि एकपटक रिकल गरेर अनि अगाडि बढ्नु होला है भन्नुभएको थियो। त्यसैले हिजो गरेका कुराहरूलाई म एकचोटि सरसर्ती यसरी जाउँ है भनेर यहाँहरूलाई रिपिट गर्नेछु। सँगसँगै मैले हिजोको भिडियो पनि राखिदिएको छु। क्युआर कोड स्क्यान गर्नुभयो भने त्यहाँ भिडियो आउँछ। त्यो एजुकेसन सञ्चार भन्ने छ। मैले विशेष गरेर एजुकेसन सञ्चारमा यस्तै खालका उपलब्धिमूलक भिडियोहरू राखेको छु। योभन्दा अगाडिका ट्रेनिङहरूका पनि छन्, त्यसलाई सब्सक्राइब गरेर सुरक्षित पनि राख्न सक्नुहुन्छ यहाँहरूले। र हिजोको भिडियो पनि त्यही एजुकेसन सञ्चार भन्नेमा राखिएको छ, त्यहाँबाट सर्च गरेर हेर्नुहोला। र आजको विषयवस्तुमा हिजोको केही रिकल गरेर मात्रै अगाडि बढ्ने भएको हुनाले म अब ढिलो नगरिकन एउटा ब्राउजर ओपन गरेर त्यतैतिर जान खोजिरहेको छु है। ल अब तपाईँहरू सँगसँगै जानुहोला, म सँगसँगै जानुहोला। एउटा क्रोम ओपन गरेँ, मैले गुगल क्रोम ओपन गरेँ। क्रोममा मैले मेरो आइडीबाटै जोइन हुनका लागि यहाँ ओपन गरेँ र सँगसँगै अब माथिपट्टि यहाँ प्लसमा गएर यहाँ युआरएल टाइप गर्ने ठाउँमा eduaide.ai रिभिजन मात्रै गरे है। यो हिजो हामीले नै हिजो यसको अकाउन्ट पनि क्रिएट गरेर भित्र गइरहेको थियौँ। eduaide.ai भनेर टाइप गर्नु होला। ल यति गरिसकेपछि अब लगइनमा क्लिक गर्नु होला। ल बिस्तारै भनेछु, तपाईँले डायरीमा लेख्दै जान पनि सक्नुहुन्छ। अब ल हेर्नुहोस्, एकपटक अकाउन्ट क्रिएट गरिसकेपछि लगइनमा गएपछि भइहाल्छ है। धेरै समय हामीले कुर्नु नि पर्दैन। सुरुमा चाहिँ अकाउन्ट क्रिएट गर्दाखेरि चाहिँ इमेलहरू राख्ने, ओपन विथ गुगल गर्ने होइन, त्यहाँ सर्टेन फर्म आउँछ, त्यो फर्म फिलअप गर्ने, त्यो प्रक्रिया चाहिँ सबै एआईमा पर्छ है। किनकि त्यो भनेको खाता खोलेको हो। खाता नखोलिकन त ब्याङ्कमा कारोबार पनि चल्दैन के अरे है। त्यो हुँदाखेरि पहिला चाहिँ हामीले के गर्नु पर्यो, साइन इनमा जाने, ओपन विथ गुगल गर्ने र गुगल अकाउन्टबाटै खाता खोल्ने है। इमेल पासवर्ड हाल्न थाल्नु भने तपाईँहरूलाई गाह्रो हुनसक्छ। त्यसपछि हामीले हिजो यसको पनि प्लानिङमा यहाँ लेसन प्लानमा गएर
लेसन प्लानमा धेरै टुलहरू थिए। यी टुलहरूको बारेमा कुरा गरेका थियौँ क्या हामीले। हिजो 5 लेसन प्लान पनि बनाएर हेऱ्यौँ हामीले। मन्टेसरीको पनि छ है साथी हो। सानो क्लासहरूलाई पनि कसरी प्लानिङ गर्ने भन्ने कुराहरू छ यहाँ भन्ने कुराहरू हामी हिजो छलफल गरेका थियौँ। ग्याग्नेको 9th इभेन्टहरूलाई कसरी हामीले टिचिङ लर्निङमा एप्लाई गर्ने भन्ने यो थ्योरिटिकल कुराहरू पनि हामीले गरेका थियौँ। त्यसै गरी अब विभिन्न मोडलहरू छन् यहाँ, जस्तो प्रोजेक्ट बेस्ड लर्निङ त्यो एउटा मोडल छ होइन। अब हाम्रो चाहिँ ब्लुम्स टेक्सोनोमी अन्तर्गत रहेका लेभलहरूलाई लिएर पनि हामी कसरी चाहिँ प्लानिङहरूमा त्यसलाई जोड्न सक्छौँ, क्वेसनहरूमा असाइनमेन्टहरूमा त्यसलाई कसरी जोड्न सक्छौँ भन्ने कुराहरू पनि छ। र चाहिँ ब्लुम टेक्सोनोमी ल्याडर भन्ने छ होइन। यहाँभित्र गएर सर्टेन इन्फर्मेसन यसले माग्छ, त्यो इन्फर्मेसन दिँदै जाने र अनि केही हामीलाई लागेका कुराहरू पनि एडिसनल इन्फर्मेसन दिने र आउटपुट खोज्ने र आफू प्रिपेयर हुने। यो सबै हामी अहिले के गरिरहेछौँ भने यो टिचरको ट्रेनिङ भएको हुनाले हामी टिचरहरूले आफ्नो क्षमता अथवा आफ्नो तयारी कसरी गर्न सकिन्छ त, हामी क्लासरुममा पुग्न खोजिरहेछौँ भने इफेक्टिभली कसरी क्लासरुम रन गर्ने त भन्ने कुराहरू चाहिँ यो ट्रेनिङमा आउने भएको हुनाले यहाँहरूले आफू तयारीका लागि हो भनेर बुझ्नु होला है। र यहाँ धेरै खालका मेथडहरूको बारेमा पनि हामीले हिजो डिस्कस गऱ्यौँ। अब सेम कुराहरू आज रिपिट गर्न पर्छ जस्तो लाग्दैन मलाई है। ल यहाँ अर्को स्लाइड आउटलाइन भन्ने पनि छ है। आउटलाइन मात्रै बनाउने, स्लाइड बनाउने होइन कि आउटलाइन बनाउने। अनि उतापट्टि जस्तो म स्लाइड आउटलाइनमा गएर यहाँ टपिक के को टपिक त भन्दा ल प्यारेन्ट्स एजुकेसन। ल प्यारेन्ट्स एजुकेसन भन्ने चाहिँ एउटा टपिकमा मैले ल यसैलाई मेन आइडिया के होला त भन्ने यसले सोधिरहेछ है। यो प्यारेन्ट्स एजुकेसन भन्ने नै हो, यसको चाहिँ फन्डामेन्टल कन्सेप्ट relation between school and parents र यस्ता कुराहरू अब हामीले जोड्दै जोड्दै जाने हो है। यसलाई चाहिँ अब रिफाइन अब्जेक्टिभ एन्ड टपिक विथ एआई भनेको छ। अब यहाँ क्लिक गऱ्यो भने त्यसलाई अझ एक्सटेन्ड गरेर यसले लेखिदिन्छ है। यसरी उसले युज दिस गरिदियो भने ल त्यसपछि हामीले मात्रै के गर्ने, मैले अहिले फाइल एट्याच गरेको छैन। यस्तोमा फाइल एट्याच गर्ने हो भने यहाँ फाइल भन्ने हुन्छ। अब कुन लेभलको त भन्दा अब यो त हाम्रो अझ तल गएर युनिभर्सिटी लेभलको अथवा प्रोफेसनल स्टाफको लागि, एडल्ट लर्नरको लागि भनेर राखिदियौँ हामीले। यति गरेर जेनेरेट गऱ्यो भने आउटलाइन जेनेरेट हुन्छ कि भनेको पावर पोइन्ट बनाउनका लागि त्यो प्रत्येक स्लाइडमा के राख्ने भनेर एउटा आउटलाइन तयार गरिन्छ हो। त्यो कुराहरू चाहिँ यसले बनाइदिन्छ। अब यसलाई कपी गरेर राख्ने र हामीले यसैलाई लिएर गएर उता पावर पोइन्ट एआईबाट पावर पोइन्ट बनाउनु पर्दाखेरि चाहिँ यसैलाई जोड्ने है। जस्तो मैले यहाँ 10वटा हाम्रो एआई टुलहरूले चाहिँ 10वटा फ्रीमा बनाएका हुन्छन् है। त्यही भएर मैले यहाँ 10वटा मात्रै कपी गरेँ। कपी गरेर एउटा कोड फाइल खोल्ने र त्यहाँ लगेर सेभ गरेर राख्ने। यो चाहिँ आउटलाइनका लागि है। साथीहरूले के बुझ्नु पर्यो भने स्लाइड बनाउनुभन्दा पहिला हामीले त्यो स्लाइडमा के विषयवस्तुहरू राख्ने भनेर प्रिपेयर गर्नका लागि यस्ता टुलहरूलाई प्रयोग गर्न सकिन्छ। यसरी मैले यहाँ 10वटा स्लाइडको यहाँ कपी गरेर राखेको छु। यसलाई मैले अहिले एकछिनपछि प्रयोग गर्छु है। यसलाई एकछिनपछि हामी एआई टुलमा लगेर यसलाई प्रयोग गर्छौँ।
यो भिभोले राइज एन्ड गर्नुभएको छ, मलाई लाग्छ तपाईँको नाम भएको भए यसो नाम पुकार्दै बोलाउनु हुन्थ्यो है। भिभो लेख्नु भएको छ, को मान्छे चिनिँदैन है। चिनिनी गरेर आउनु होला है, क्वेसनहरू केही सोध्नु पर्ने छ भने। साउन्डमा त्यस्तो केही प्रब्लम छ र भने कहिले ठिक छ भन्नुहुन्छ, कहिले आएन भन्नुहुन्छ। तपाईँहरूको मोबाइलमा पनि प्रब्लम होला के? होइन, यहाँ अहिले ठिक छ सर। मैले सुन्दा चाहिँ एकदम ठिक सुनिरहेको छु। त्यही त। ल ठिक छ भन्नुभएको छ साथीहरूले। ओके ल, म अगाडि बढेँ है। अब तपाईँहरूको त्यो आफ्नो व्यक्तिगत प्रब्लम पनि हुनसक्छ है त्यो। ल यसरी हामीले यो आउटलाइनहरू जेनेरेट गरेर राख्ने कुराहरू पनि भयो है। अब एक्सपोर्ट गरेर डाइरेक्ट यहाँबाट एक्सपोर्ट गरेर वर्ड डकुमेन्टमा एक्सपोर्ट गरेर राख्न पनि सक्नुहुन्छ। अघि मैले स्लाइड मात्रै कपी गरेँ, तपाईँले डाइरेक्ट यहाँबाट तपाईँ फाइलमा नै डाउनलोड गरेर राख्ने अप्सन पनि छ। यहाँ राइट साइडको टप कर्नरमा रेडमा लेखेको छ, हेर्नु त, एक्सपोर्ट भनेर। त्यहाँ क्लिक गर्नुभयो भने अप्सनहरू आउँछ। त्यहाँ पिडिएफमा गर्न पनि पाइन्छ, वर्डमा गर्न पनि पाइन्छ, कपी मात्रै गर्न पनि पाइन्छ। ल हेर्नु त, यसरी राखेको छ। ड्राइभमा गर्न पनि पाइन्छ। अब यही तरिकाले हामीले गर्दै जानु। अब होइन म यही विषयवस्तुलाई अर्को तरिकाले बनाउँछु भने पनि यहाँ क्रिएट छ, फेरि अर्को तरिकाले गर्नु पनि सक्नुहुन्छ है। ल यो तरिकाले हामीले यो के भन्छ आउटलाइनलाई रेडी गर्न सक्यौँ। धेरै साथीहरूले युनिट प्लान भन्नुभएको छ। यहाँ युनिट प्लानको पनि छ है टुल। यहाँ जानुहोस्, तपाईँको युनिटलाई राखिदिनुहोस् र एडिसनल इन्फर्मेसनमा करिकुलम अध्ययन गरेर त्यत्तिकै हच्चमा फेरि अहिले बनाउँछ भन्दा घुइँ दिनु होला है। करिकुलम हेर्नु पऱ्यो पहिला है। साइटमा गएर करिकुलम डाउनलोड गरेर त्यो युनिटलाई कति आवर चाहिँ त्यसले इन्डिकेट गरेका छ त्यो हेरेर त्यहाँ दिएका अब्जेक्टिभ्सहरूलाई पनि राखेर अनि बल्ल बनाउनु पर्यो युनिट प्लान है। त्यसरी तयार गर्ने हो। नत्र अब त्यत्तिकै ल बनाइदियो भने बनाउनु त बनाइदिन्छ, तर सोचे जस्तो हुँदैन। हाम्रो करिकुलमले अब 10 आवर तोकेको छ भने यतापट्टि 15 आवरको प्लानिङ भयो भने त के अर्थ रहेर होइन। त्यो किसिमले चाहिँ हामीले रेडी गर्नु पर्यो। अहिले त झन् प्लानिङलाई पनि रिड्युस गर्नुपर्ने बेला पनि आएको छ। झन् 2 दिन बिदाले हाम्रो त्यो करिकुलमलाई अझै हामीलाई विद्यालय खुल्ने दिन सानो भइरहँदा अझ गाह्रो परिरहेको बेलामा त्यो किसिमले चाहिँ तपाईँ आइडिया लिएर जानु होला है। ल अब यस्तै टुलहरू यहाँ धेरै छन्। यहाँ प्रिन्टेबल भनेर यहाँ साइडमा छ, यो प्रिन्टेबल टुलहरू पनि यहाँ छन्। जस्तो भोक्याबुलरी मास्टरी, यो वर्कसिट भनेर दिएको छ। यहाँ फिल इन द ब्ल्याङ्क्स होइन, म्याचिङ, यस्ता टाइपका क्वेसनहरूलाई चाहिँ बनाएर राखेकाहरू पनि छन्। डाइरेक्ट प्रिन्ट गरेर पनि हामीले चलाउन सक्छौँ। जस्तो मैले यसैलाई चाहिँ क्लिक गरेँ भने अब हामीले यहाँ एउटा अब्जेक्टिभ दियौँ। ल एआई एजुकेसन ल यसरी लेखेर मैले यहाँ तलपट्टि इन्हान्स गरिदिएँ। अब त्यहाँ नमिलेको कुराहरू पनि उसले चाहिँ मिलाएर चाहिँ सेन्टेन्स बनाइदिएको हुन्छ। युज दिसमा क्लिक गर्नुहोस् र अलिकति तल जानुभयो भने अब कति ग्रेडको लागि हो यो टार्गेट है। ल मैले चाहिँ 10 ग्रेडको लागि हो भने 10 ग्रेड चुज गरेँ र जेनेरेट गरेँ भने ल अब भोक्याबुलरीहरू यसरी सर दिएको हुन्छ कि एसेसमेन्टदेखि लिएर अल्गोरिदम, ट्युटरिङ, डेटा, सफ्टवेयर गरेर इन्गेजमेन्ट
यसरी फिल इन द ब्ल्याङ्क्स पनि त्यस्तै किसिमले दिइरहेछ। क्वेसन टक्क मिलेर आएको छ नि त, यो चाहिँ डाइरेक्ट प्रिन्ट गरेर काम गर्न सक्ने भयौँ। सेन्टेन्स बनाउने कुराहरू, युज वर्ड इन सेन्टेन्स, त्यहाँ दिएको वर्डहरूबाट कसरी सेन्टेन्स बनाउने। ल पिक्चर द वर्ड, यहाँ ड्रइङ बक्स राख्यो त्यहाँ पिक्चर बनाउने, यस्ता खालका चाहिँ यो अ काइन्ड अफ वर्कसिट है, वर्कसिट जस्तै जस्तै गरेर यो प्रिन्टेबल सिटहरू तयार गरिरहेको छ है। भोकेबुलरी वर्कसिट भनेको छ नि त, त्यही भएर यो किसिमले पनि हामीले विषयवस्तुहरूलाई प्रस्तुत गर्न सक्छौँ। अब यो त मैले रेन्डमली टपिक दिएँ, तपाईँको आफ्नो युनिटलाई राखिदिनु भयो भने, युनिटलाई भनेको के, फेरि एकचोटि सर भनिदिन्छु है। हामीले लुमा डट वेबसाइटमा गएका थियौँ होइन, यहाँ गएर मलाई 8 क्लासको म 8 क्लासमा साइन्स पढाउँछु। साइन्सको अब पहिलो च्याप्टर चाहिँ साइन्टिफिक लर्निङ छ, दोस्रो यो आइसिटी छ, ल लाइफ प्रोसेस भन्ने रहेछ। यसरी नेपाली हो भने नेपालीमा जान्छु म, इङ्ग्लिस हो भने इङ्ग्लिसमा जान्छु है। यसरी हामीले क्लिक गऱ्यौँ भने यो खुल्छ, अनि यसलाई डाउनलोड गर्छौँ हामी। डाउनलोड गरेर उता एआईमा हालेर बल्ल अघि भने जस्ता काम गर्छौँ क्या। भनेको हामी रिफरेन्स चाहिँ केमा लिन्छौँ भन्दा, रिफरेन्स चाहिँ हामी हाम्रै टेक्स्ट बुकलाई लिन्छौँ है। टेक्स्ट बुकलाई नै रिफरेन्स लिएर काम गर्ने हो। त्यो भयो भने हामीले बल्ल डाइरेक्ट क्लासरुमसम्म लिएर जान सक्छौँ। नत्र अहिले मैले टपिक मात्रै दिएर आउने कुराहरू त आइहाल्छ है, त्यसमा ठुलो कुरै छैन। यो रूपमा चाहिँ लानको लागि मैले यो च्याप्टर डाउनलोड गर्नलाई यहाँ डाउनलोडमा क्लिक गर्नुहोस् भनेको थिएँ। यहाँ डाउनलोड भएर यहाँ बस्छ, डाउनलोड भएर बसिरहेछ। डाउनलोड फाइल 6 भनेर आछ है। यस्ता कुराहरू हामीले यो पहिलो दिनकै क्लासमा गरेका थियौँ है। यसरी यो फाइलहरू यो फाइललाई टेकेर अनि काम गर्ने भनेका थियौँ। अघि यही फाइल हालिदिएको भए त्यहाँ वर्डहरू पनि यहीँ भित्रको मात्रै आउँथ्यो के, बाहिरको कुराहरू आउँथेन। यो फोर्स एन्ड मोसन भित्रकै वर्डहरूलाई टेकेर हामीले काम गर्न सक्थ्यौँ। ल यो पहिलाको भएर हल्का रिभिजन मात्रै गरेँ है मैले। ल यसरी यसलाई चलाउनु होला। यो हामीले हिजो गरेको ट्रेनिङको मैले अब एकपटक फेरि सम्झाइदिएको मात्रै है। ल अब आज हिजोको अलिकति बाँकी रहेको magicschool.ai भन्नेमा जाउँ। हिजो हामी यसको काम गर्दै गर्दै थियौँ, टाइम सिद्धिएर हामी छोडेको थियौँ। magicschool.ai भन्नेमा जानु होला। र अहिले एकछिनपछि हामी पावर पोइन्ट बनाउँछौँ है। एकदम एकैछिनमा कसरी पावर पोइन्ट बन्छन् त है, यिनै टुलहरूलाई अथवा एआई टुलहरूलाई युज गरेर अघि डाउनलोड गरेको फाइलहरू राखेर पावर पोइन्ट प्रेजेन्टेसनहरू कसरी तयार गर्न सकिन्छ त, अथवा अघि बनाएको आउटलाइनमा आधारित भएर कसरी पावर पोइन्ट प्रेजेन्टेसन बनाउन सकिन्छ त। त्यहाँ चाहिँ तपाईँको पिक्चरहरू पनि, एनिमेसनहरू पनि होइन, ट्रान्जिसनहरू पनि सबै आफै बनेर आउँछ है। इन्फोग्राफिकहरू पनि सबै आफै रेडी बनेर आउने किसिमको प्रोसेसमा हामी जानेछौँ। त्योभन्दा अगाडि magicschool.ai मा जानु होला र लगइनमा क्लिक गर्नु होला। र लगइनमा क्लिक गरेर तपाईँलाई इमेल माग्छ, त्यहाँ इमेल दिनु होला। त्यसपछि कन्टिन्यूमा क्लिक गर्नु होला, अर्को पटक नि कन्टिन्यूमा क्लिक गर्नु होला। त्यसपछि केही क्वेसनहरू त्यहाँ सोधिएको हुन्छ, त्यो क्वेसनहरूको एन्सर दिनु होला, अनि बल्ल अकाउन्ट क्रिएट हुन्छ। ल तपाईँहरूलाई समय दिएँ मैले, एकछिन अकाउन्ट क्रिएट गर्नका लागि समय उपलब्ध गराइरहेको छु मैले। गर्दै हुनुहुन्छ? ओके ल यही टिचर टुलमा क्लिक गरेर
हामी हल्का तल गयौँ भने यहाँ क्याटेगोरी भन्ने आउँछ। क्याटेगोरीमा हामी प्लानिङमा क्लिक गर्यौँ भने प्लानसँग रिलेटेड कुराहरू आउँछ। ल साथीहरूले गर्दै गर्दा म साइन्स टिचरहरूतिर फर्केर एउटा साइन्स ल्याबमा कसरी तयारी गर्ने त भन्ने एउटा टुललाई युज गर्न गइरहेको छु। ल साइन्स ल्याब भन्ने टुलमा गएँ म। कति ग्रेडको भन्दा 9 ग्रेडको। ल 9 ग्रेडको। ल यहाँ चाहिँ फोर्स भन्ने टपिकमा है, फोर्स भन्ने टपिकमा तपाईँ टिचिङ गर्न जाँदै हुनुहुन्छ भने त्योसँग रिलेटेड यसरी प्रम्प्ट लेख्ने हो। क्रिएट अ साइन्स ल्याब फोकस अन द कन्सेप्ट अफ फोर्स incorporating relevant standard and topics such as Newton's law of motion। यसरी प्रम्प्टिङहरू चाहिँ के गर्ने हो त्यो कुराहरू चाहिँ दिनु पर्यो। ल अब तपाईले यो पुरै मिलाएर लेख्न आउँदैन भने की पोइन्ट्सहरू लेख्नुस् र यहाँ प्रम्प्ट एसिस्ट भन्ने छ, यहाँ एसिस्ट भन्ने छ, प्रम्प्ट एसिस्टमा जानुस् र यसले चाहिँ प्रम्प्टिङ लेख्नका लागि यहाँ यसरी लेखिदिएको हुन्छ। हेर्नु त, अनि यसलाई चाहिँ एक्सेप्ट गर्नुस् अथवा कपी गर्नुस् र फेरि त्यहाँ लगेर पेस्ट गर्नुस्। ल तपाईलाई प्रम्प्ट लेख्न आउँदैन भने पनि यसले पनि लेखिदिँदो रहेछ भन्ने कुराहरू बुझ्नु पर्यो। होइन अब म मेरै बुकमा आधारित भएर गर्छु, मेरै च्याप्टर राख्छु भन्यो भने अरू यहाँ एड फाइल भन्ने छ, एड फाइलमा गएर क्लिक गर्नु होला, फाइललाई यहाँ एड गर्नु होला र बाँकी केही कुराहरू छन् भने चाहिँ यो एडिसनल कन्टेक्स्टमा राख्नु होला है। टाइम 40 मिनट, 5 मिनट त यसो बाटोको म्याद राखे है। ल 40 मिनट, थ्री ग्रुप, ल 3टा ग्रुपहरू डिभाइड गरेर लेख्ने कुराहरू गरिदिएँ मैले। ल यति कुरा दिइसकेपछि अब हामी जेनरेटमा कुरा गएर क्लिक गर्छौँ। ल अरूको त्यहाँ लगइन भइसक्यो होला। अब मैले चाहिँ त्यो यो बेलामा चाहिँ साइन्स टिचरहरूको लागि भनेर यो एउटा चाहिँ साइन्स ल्याब भन्नेमा यसरी काम गर्छ है भनेर देखाइरहेको छु। अब यहाँहरूको जिज्ञासा हुनसक्छ नेपालीमा कसरी बनाउने भन्ने हुनसक्छ। नेपालीमा बनाउनको लागि हिजो मैले भनेको थिएँ एउटा वर्ड युज इन नेपाली ल्याङ्ग्वेज भनेर एडिसनल इन्फर्मेसनमा लेखिदिनु होला। त्यति गरिसकेपछि उसले नेपालीमा बनाइदिन्छ। ल रेडी भयो। ल हेर्नुहोस् त कसरी जाने भनेर। ल यो फोर्स इन मोसन भन्ने टपिक लर्निङ अब्जेक्टिभ लेख्यो होइन। सेफ्टी चाहिँ यस्तो यस्तो अपनाउनु होला है भनेर पहिले भनिदियो। मेटेरियल्सहरू के चाहिन्छ त? ल पर ग्रुप अफ 4 स्टुडेन्ट्स है, एउटा ग्रुपमा 4 स्टुडेन्ट्स हुने गरेर बनाउने भन्यो। अनि मेटेरियल्सहरू के चाहिन्छ भनेर यहाँ सर लिस्टिङ दियो। यस्तो भइसकेपछि के हुन्छ भने म कसरी प्रिपेयर हुने रहेछ, मलाई के सामान चाहिँदो रहेछ भनेर पहिले थाहा हुन्छ नि त है। त्यो तरिकाले हामी लिएर जानु पर्यो। अनि अलि हल्का ब्याकग्राउन्डहरू दिनु पर्यो त्यहाँ टिचरले गरेर। अब प्रोसिडियर कस्तो त, के गर्ने त भनेर मजाले यहाँ चाहिँ स्टेप 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 दिइरहेछ है। यो गराउनुहोस् भनेर 13वटा स्टेपहरू दिएको छ। अब डेटा कलेक्सन कसरी गर्ने त्यो टेक्निकहरू पनि दिएको छ यहाँ। ल हेर्नुहोस् त एक्जाम्पलहरू सहित दिएको छ। अनि यति गराइसकेपछि उनीहरूको रिफ्लेक्सन क्वेसनहरू अलिअलि इभ्यालुएसनका लागि कति बुझे साथीहरूले भनेर चेक गर्नका लागि रिफ्लेक्सन क्वेसनहरू पनि यसले बनाइदिएको छ
यहाँ 4वटा रिफ्लेक्सन क्वेसनहरू छ र एसेसमेन्ट चाहिँ अब तपाईँ उनीहरूलाई कसरी असाइन गर्ने त होइन, फर्दर चाहिँ घरमा गएर गर्ने कामहरू के हुन सक्छन् त भनेर पनि यसरी तयारीका लागि यो साइन्स ल्याब भन्नेले यसरी प्रिपेयर हुनका लागि सहयोग गरिरहेको हुन्छ। ल अब अरू साथीहरू रेडी हुनुभएको छ भने अब अहिलेको चाहिँ साइन्सको साथीहरूलाई टार्गेट गरेर बनायो है। र यहाँ हेर्नुभयो भने क्याटेगोरीमा गएर प्लानिङमा गएर हेर्नुभयो भने प्लानिङसँग रिलेटेड कुराहरू छन् यहाँ, जस्तो ग्रुप वर्क जेनेरेटर भने तपाईँले ग्रुप वर्क कसरी गर्नुहुन्छ अनि त्यो जेनेरेट गरेर के काम दिने, कस्तो टास्क दिने भन्ने कुराहरू यसले भनिदिन्छ के त्यही टपिकमा। यहाँ लेसन हुक भन्ने छ। लेसन हुक भन्ने कुरा एकदमै हामी टिचरहरूले बुझ्नुपर्ने हुन्छ। हामी पढाउन मात्रै भन्दा पनि हामी सिकाउन गइरहेका छौँ। त्यसैले सिकाइका लागि त्यो विषयवस्तुलाई क्लियर गराउनका लागि हामीले त्यो टपिकमा त्यो विषयवस्तुलाई कहाँबाट उठान गर्यो भने उनीहरूले बुझ्न सक्छन् त भन्ने कुराहरू चाहिँ यो लेसन हुक हो के है। अब जटिल विषय टपिक छ भने पनि त्यो टपिकलाई क्लियर गराउनको लागि कसरी सुरुवात गर्ने होला, कहाँबाट सुरुवात गर्यो भने त्यो विषयवस्तु उनीहरूले बुझ्छन् होला त भनेर चाहिँ आफू प्रिपेयर हुनका लागि चाहिँ यो लेसन हुक भन्ने टुल्समा जाने हो है। जस्तो म कोअर्डिनेट ज्योमेट्री पढाउँदैछु भने मैले कोअर्डिनेट ज्योमेट्रीको कन्सेप्ट, बेसिक कन्सेप्ट कसरी उनीहरूलाई क्लियर गराउने त, त्यो कहाँबाट स्टार्ट गर्यो भने उनीहरूले बुझ्छन् त भनेर यसले आइडिया दिन्छ कि है। फेरि भन्नु होला यसले भन्दा हामी जान्ने छौँ भन्नु होला, जान्ने हुनुहुन्छ हजुरहरू सबै जान्ने हुन्छ, तर यसले केही नयाँ नि त दिन सक्छ नि त है। त्यो भएर अलिकति त्यो टपिक हालेर प्रिपेयरमा जानुभयो भने राम्रो दियो भने त्यही गर्नुहोस्, यसले दिएको भन्दा अझ राम्रो तपाईँले गरेको छ भने झन् राम्रो छ त है। तर एकचोटि हेर्नु होला, आइडिया चाहिँ नयाँ नै आउँछ है। मैले नि सुरुमा त्यही भन्थेँ, पछि गर्दै जाँदा त आफूलाई थाहा नभएको आइडियाहरू पनि आउँदो रहेछ है, नयाँ नयाँ कुराहरू पनि सिकिँदो रहेछ। आफू अपडेट हुनलाई पनि यो काम लाग्छ। अब यहाँ वर्कसिट जेनेरेटर, हामीले वर्कसिटको कुराहरू पनि हामी अस्ति गरेका थियौँ, रुब्रिकको कुरा नै गरेका थियौँ। एकाडेमिक कन्टेन्ट भन्ने छ। अब कन्टेन्ट कसरी चाहिँ हामीले डेभलप गर्ने त भन्ने है। जस्तो 9 को कोर्सकै कन्टेन्ट हामीले तयार गर्नुपर्ने छ भने कोर्स भनेर लेखेँ मैले र प्रम्प्टलाई एसिस्ट मागेँ र उसले चाहिँ के लेखिदियो यहाँ, जेनेरेट एकाडेमिक कन्टेन्ट होइन, फोकस अन द कन्सेप्ट अफ फोर्स इन फिजिक्स भनेर यसरी चाहिँ चट्ट लेखिदियो है। र यति लेखिसकेपछि लेन्थ भनेर सोध्यो यसले, लेन्थ कति त भन्दा 2 पेज। ल 2 पेज लेन्थ चाहियो मलाई है। कन्टेन्ट टाइप कस्तो त, कस्तो खालको चाहिँ कन्टेन्ट हामीलाई चाहिएको छ त भन्ने कुराहरू हो। यो चाहिँ विशेष गरेर कन्सेप्चुअल कन्टेन्ट हामीलाई चाहिएको छ भनेर भनिदिनु पऱ्यो है। अब कस्तो टाइपको चाहिएको त्यही टाइपको चाहिँ हामीले भन्ने हो। यहाँ किवर्डहरू केही छन् भने पनि एडिसनल इन्फर्मेसन दिनुहोस् र त्यसपछि जेनेरेटमा क्लिक गरिदिनु भयो भने अब यसले रेडी गर्छ। कन्टेन्ट रेडी गर्यो क्या यहाँ। वाट इज फोर्सबाट सुरुवात गर्यो है, फोर्सलाई कसरी डिस्क्राइब गर्ने भन्ने आइडियाहरू पनि यसले दियो। न्युटन्स लको कन्सेप्चुअल समरी भनेर यसले चाहिँ चट्ट हेर्दा समरी दियो। यो किसिमले फर्मुलाहरू कि होइन कि इक्वेसनहरू हेर्दा इक्वेसनहरू चट्ट दिएको छ। ल अझ तल तल जानुभयो भने अझ विषयवस्तुहरूलाई थप गर्दै गर्दै लिएर गइरहेछ। यस्ता खालका चाहिँ कन्टेन्टहरू डेभलप गर्नका लागि, हामी प्रिपेयर हुनका लागि, हामीले त्यो विषयवस्तु आफै क्लियर हुनका लागि
होइन यति धेरै कुराहरू हेर्नु त मैले त मात्र लेखेको त के हो भन्दा फोर्स भनेर लेखेँ फोर्ससँग रिलेटेड कन्टेन्टहरूलाई कस्तो सर र मिलाएर दिएको छु है। अब किन यो चाहियो भन्दा टेक्स्ट बुकमा मात्रै सीमित हुँदा सीमित सिकाइ हुन्छ है। यस्तो खालको पानी परेको छु, बस। कन्टेन्टहरू खोजेर हामीले सिकाउँदाखेरि चाहिँ विद्यार्थीले अनि ती विद्यार्थी माइक जान्छ आफै न पनि त, खोज्छन् तपाईँले आइडिया दिनुभयो माइक भने जान्छ जान्न त अब। है। नत्र हामी भोलि अहिले माइक टेक्स्ट जान्छ बुकमा नि भयो जे छ त्यति मात्रै विद्यार्थीले हेर्छन् भन्ने सोचेका छौँ भने हामी गलत छौँ है। उनीहरूले टपिक पायो भने अलि टाढो विद्यार्थीले त मजाले खोजेर लिएर आएको हुन्छ भने हामी पनि खोजी गरेर शिक्षण गरौँ न त भन्ने कुराहरू चाहिँ गरे हो। यसरी यहाँ प्रब्लम सल्भिङ भनेर पनि राखेको छ है। प्रब्लम सल्भिङ स्टेप भनेर यसरी राखेको छ। क्विक रिफरेन्स समरी भनेर पनि चक्क दियो। यसरी विषयवस्तुहरूलाई टार्गेट गरेर निर्माण गर्नु ट्राई पर्यो गर्दा म भने आफै भन्यो भने यी टुलहरूले काम गर्ने रहेछन् भन्ने बुझ्नु। अब डाउनलोड गर्ने तरिका त हिजो हामीले सेयर गरिसकेका छौँ है। यसको लास्टमा जानुभयो भने यहाँ कपी भन्ने हुन्छ, यहाँ कपी गर्ने र वर्ड फाइल खोल्ने, यो अघि हामीले गरे जस्तै गरेर वर्ड फाइल खोल्ने, यहाँ लगेर पेस्ट गरिदिने, कन्ट्रोल भी गरिदिने। त्यति गरिसकेपछि त्यो कन्टेन्ट चाहिँ हाम्रो चाहिँ अफलाइनमा पनि चलाउन मिल्ने गरेर त्यो वर्ड फाइलमा जान्छ र बाँकी करेक्सन गर्नु पर्दाखेरि चाहिँ वर्ड फाइलमै गएर करेक्सन गर्ने है। त्यो तरिकाले जाँदाखेरि चाहिँ बेटर हुन्छ जस्तो लाग्छ। अब हिजोको विषयवस्तुहरूलाई अलिकति मैले छुँदै अर्को स्कुले आई भन्ने पनि थियो है। हामीले यो अस्ति पनि गरेको हुनाले हामीले हिजो यो स्कुले आईको बारेमा पनि कुरा गरेका थियौँ र आज म नयाँ अब पावर पोइन्ट प्रेजेन्टेसनका लागि एउटा नयाँ एआई टुल इन्ट्रोड्युस गर्न खोजिरहेको छु। त्यसका लागि यहाँहरूलाई मैले एकछिनमा एउटा लिङ्क प्रोभाइड गर्नेछु। त्यो लिङ्कमा क्लिक गरेर जानु होला। एकैछिन है, मैले लिङ्क क्रिएट गर्न खोजिरहेको छु। ओके, च्याट बक्समा हेर्नुभयो भने साथीहरूले नेपालीमा नि चाहियो भन्नुभएको छ। नेपाली अघि मैले भने होइन त, नेपालीको लागि युज इन नेपाली ल्याङ्ग्वेज लेखिदिनु भने त्यसैमा आउँछ के। ल मैले दिएको यो लिङ्कमा क्लिक गर्नुहोस् त सबैले। मैले दिएको लिङ्कमा क्लिक गरेर जानुहोस् त। प्रम्प्ट इन्जिनियरिङ आउँछ गुरु, एकछिनमा आउँछ, नआत्तिनुहोस् न। क्लास नसकिँदै यस्तो र उस्तो भनेर होइन नि त। विषयवस्तु के भन्ने मैले बुझाएको छु, हजुरहरूलाई त्यही अनुसार त्यही सेड्युल अनुसार लान्छु, नआत्तिनुहोस् है। जानुभयो, सबैजना जानुभयो? लिङ्क आएन, दिइरहेको छु त मैले, हेर्नु न च्याट बक्समा, हेर्नु न च्याट बक्समा लिङ्क दिइरहेको छु त। फेरि पनि राख्दैछु। ल त्यो लिङ्कमा क्लिक गरेर जानुहोस् त।
यो पेड होइन है, पेड होइन, पेड पनि हुन्छन्, तर सर्टेन चाहिँ तपाईँलाई फ्रीमा दिन्छ। फ्रीमा कसरी चलाउने त्यो आइडिया पनि म सेयर गर्छु हजुरहरूलाई। ओके ल, एउटा ब्राउजर ओपन गर्नुहोस्। अथवा मैले दिएको लिङ्कमा गएर क्लिक गर्नुहोस्। त्यसपछि यहाँ गामा .app भनेर हाल्नुहोस्। म आज पावर पोइन्ट बनाउने अर्को नयाँ एआई टुल पनि इन्ट्रोड्युस गर्न खोजिरहेको छु है। यो चाहिँ पुरानै हो, सायद धेरैले चलाउनु भएको पनि छ होला होइन। म चाहिँ आज योभन्दा पनि अर्को एआई टुललाई बढी फोकस गर्छु। यसबाट पनि हामी एउटा दुईटा चाहिँ बनाएर हेरौँ। ल, यसको चाहिँ सर्टेन प्रोसेस छ। त्यहाँ तपाईँले त्यहाँ साइन इनमा गएर क्लिक गरेर इमेल दिनु होला। इमेल दिइसकेपछि तपाईँले कन्टिन्यू गर्दै गर्दै जानु होला र अकाउन्ट ओपन भइसकेपछि तपाईँको प्रोफाइल बिल्डअप गर्ने एउटा अप्सन आउँछ। त्यहाँ गएर चाहिँ केही फर्म माथिबाट क्वेसनहरू सोध्या हुन्छ, 2-3वटा मलाई लाग्छ 5वटा 6वटा क्वेसनहरू सोध्या हुन्छ। त्यसको चाहिँ एन्सरहरू लेख्दै लेख्दै जानु हो भने अकाउन्ट क्रिएट हुन्छ। ल, एकछिन तपाईँहरूलाई समय दिएको है मैले, किन भन्दा तपाईँहरू भित्र नछिरिकन मैले अगाडि बढेर केही अर्थ हुँदैन भनेर। ल, अब पहिला चलाउने साथीहरूले आफ्नो क्रेडिट सकिएको छ भने नयाँ साथीहरूलाई यहीँ अहिले भर्खरै च्याटमा राखेर सेयर गरेर पनि आफ्नो क्रेडिट बढाउन सक्नुहुन्छ है। त्यो जसलाई थाहा छ, केहीले गरी पनि राख्नु भएको छ है, एकदमै गर्नुभयो हुन्छ, केही फरक पर्दैन, किनकि कसैलाई केही घाटा हुने कुरा होइन। तपाईँहरूमा क्रेडिट छैन भने मेरो त छ होइन। मेरो अब 24,000 32,000 34,000 छ। पर्सनल युजमा जानु होला है, पर्सनल युजमा जानु होला। कोही त्यस्तो नयाँ साथीहरूलाई गाह्रो भयो, म सेयर गर्छु सर मेरो भएन भन्नुहुन्छ भने कृपया सेयर गर्नुहोस्, अरू साथीहरूलाई पनि हेल्प हुन्छ। छ भन्दा यो टपिक दिएपछि यसले चाहिँ पावर पोइन्ट बनाइदिइहाल्छ। जस्तो मैले फर्स्ट अप्सनमा क्लिक गरेँ र यहाँ यी टपिक दिएर मैले के भने, प्यारेन्ट्स एजुकेसन। ल, अब यसलाई मैले ब्राकेटमा युज इन ल यसरी मैले जेनेरेट गर्न लगाइदिएँ। ल, अभिभावक शिक्षा बालबालिकाको यसरी चाहिँ यसले आउटलाइन क्रिएट गरिदियो। ल, धेरैले सोध्ने गर्नुहुन्छ नेपालीमा बन्दैन सर कसरी भन्नुहुन्छ। मैले देखाइरहेको छु त हजुरहरूलाई नेपालीमा एआई इमेज भन्ने हुन्छ। ल, यो दुईटा कुराहरू गरिसकेपछि अब हामीले यहाँ के गर्छौँ, जेनेरेटमा क्लिक गरिदियौँ भने अब यसले पावर पोइन्ट बनाइदिइहाल्यो। ल, अभिभावक शिक्षा बालबालिकाको उज्जवल भविष्यको आधार भनेर है। ल, साइडमा चाहिँ पिक्चरहरू पनि राखेर चट्ट पावर पोइन्ट बनाउँदैछ। ल हेर्नुहोस्, ल मैले के नै गरेको छु र होइन, उसैले काम गरिरहेछ। ल, नेपालीमै पावर पोइन्ट बनिरहेछ। अब यो
यो इमेज रिलिभेन्ट भएन, यस्तो ठिक लागेन भने अर्को इमेज चेन्ज गर्न सकिन्छ क्या अहिले। ल यसरी काम गरिरहेछ। ल हेर्नुहोस्, यसले मजाले पावर पोइन्ट बनाइरहेछ है। मैले हेरिरहेको छु, मैले केही गरेको छैन, यसले निर्माण गरिरहेछ। हामीले त मात्र के दिएको हो, टपिक दिएको। यो पहिलो बाटो है, यो चाहिँ पहिलो बाटो, म जस्तै अल्छीहरूले गर्ने बाटो हो यो। अब तपाईँहरू त म जस्तो अल्छी हुनुहुन्न है, टाइम दिएर गर्नुहुन्छ, अर्को बाटो छ त्यसको लागि। हजुर मेरो म्युट भएर रहेछ है। ल यसरी रेडी भइसकेपछि तपाईँले यहीँबाट प्रेजेन्ट गर्न पनि सक्नुहुन्छ कि। ल यहाँ प्रेजेन्ट भन्ने छ, यो राइट साइडको टपमा हेर्नुभयो भने प्रेजेन्ट भन्ने छ। ल यसरी सरसर्ती ल यसको एनिमेसन सहित ल चट्ट आफै बनाइदिया हुन्छ कि। अब मैले केही गरे होइन, यसले आफै बनाएको हो। अब यो सबै 100% सही छ भन्ने छैन। अब यसलाई रिफाइन गरेर अब एनिमेसनहरू पनि दिएको छ। अलिअलि टेक्स्टलाई चेन्ज त आफूले गरे भइहाल्छ। यसरी टेक्स्ट इमेजहरू चेन्ज गर्ने अरू एनिमेसनहरू यसैले दिएछ। ल ल यसलाई एक्जिट गर्नुहोस् र यसलाई डाउनलोड गर्न पर्दाखेरि कसरी गर्ने भन्ने हुनसक्छ। डाउनलोड गर्दाखेरि चाहिँ यहाँ सेयर भन्ने छ, सेयर भन्नेमा क्लिक गर्नुहोस् अनि यतापट्टि एक्सपोर्ट भन्नेमा क्लिक गर्नुहोस्। यहाँ यी एक्सपोर्ट टु पावर पोइन्ट भन्ने अप्सन छ, एक्सपोर्ट टु पावर पोइन्टमा क्लिक गर्नुभयो भने अब यो पावर पोइन्ट डाउनलोड भएर बस्छ। अब इन्टरनेट चाहिँदैन। होइन म यहीँ गर्छु भन्यो भने यहाँ पनि बस्या हुन्छ। होइन म इन्टरनेट नभइकन पावर पोइन्ट चाहिँ चलाउँछु भन्यो भने अब यो डाउनलोड भइसकेपछि त इन्टरनेट चाहिएन। ल यहाँ गएर क्लिक हियर टु डाउनलोड इट भन्नेमा क्लिक गर्नु होला। अब यो डाउनलोड हुन सुरु गर्यो।
ल अब कहाँ गएर बस्छ भन्ने क्वेसन त गर्नु न होला। हिजो मैले 2-3 पटकै दिस पिसीमा जानुस्, यहाँबाट डाउनलोड भन्ने हुन्छ, यहाँ आएर बसेको हुन्छ है भनेको थिएँ। सेम प्रोसेस हो। यो एउटा अप्सन है, हामीले अहिले यो ट्राई गरेको चाहिँ एआईबाट बनाउने एउटा अप्सन हो। अब हामीलाई त त्यो मात्रै होइन, अब यहाँ पेस्ट इन टेक्स्टवाला चाहिएको छ भने अब दोस्रो बाटो आयो। दोस्रो बाटोमा हामीले क्लिक गऱ्यौँ भने अब यहाँ चाहिँ आउटलाइनलाई ल्याएर राखिदियो भने हुन्छ। जस्तो अघि हामीले वर्ड फाइलमा यहाँ यसरी आउटलाइन क्रिएट गरेका थियौँ नि त। र त्यसैलाई मैले कन्ट्रोल ए गरेँ, कन्ट्रोल ए कन्ट्रोल सी गरेँ, यहाँ ल्याएर कन्ट्रोल भी गरेँ। भनेको बाहिर तयार गरेको कन्टेन्टलाई ल्याएर यहाँ पेस्ट गर्ने र स्लाइड बनाउने भनेको। अब धेरै साथीहरूले यत्तिकै तल खोज्नुहुन्छ, हुँदै हुन्न हो। यहाँ टिक लगाउनुपर्छ है। यसमा टिक लगाएपछि बल्ल यो हाइलाइट हुन्छ है। धेरैजना झुक्किनुहुन्छ। अनि त्यसपछि कन्टिन्यू गर्नुहोस्। ल यहाँ आउटलाइन रेडी भएर बसेको छ र साइडमा अब हो यहाँनिर अब धेरै साथीहरूले नेपालीमा कसरी गर्ने भन्नुहुन्छ। यदि नेपालीमा हो भने हो यो टर्न भएको ठाउँमा के लेखिदिनुहोस्, युज इन नेपाली ल्याङ्ग्वेज लेख्नुहोस् है। यो लेख्नु भएन भने इङ्ग्लिसमै आउँछ नि फेरि है। अब इङ्ग्लिसमै हो भने त केही नि लेख्नु परेन। नेपालीमा यदि हो भने यो दुई ठाउँमा हेर्नु त, यहाँ एडिसनल इन्स्ट्रक्सन भन्ने छ, यहाँ पनि युज इन नेपाली ल्याङ्ग्वेज, अनि यतापट्टि टर्न भन्ने ठाउँमा पनि युज इन नेपाली ल्याङ्ग्वेज भनेर दुई ठाउँमा त्यसरी लेखिदिनु भयो भने मजाले नेपालीमा बनाइदिन्छ। ढुक्क भएर गर्नु होला। ल अब यहाँ थिम चुज गरेँ मैले, एउटा थिमलाई लिएँ। त्यसपछि अलि तल गएर वेब इमेज चाहिँ राखेँ, मलाई वेब इमेजै ठिक लाग्छ, वेब इमेज राखेँ। र यति गरिसकेपछि अब हामी जेनरेटमा गएर क्लिक गऱ्यौँ भने अब पावर पोइन्ट यसले जेनरेट गरिदिन्छ। ल यो चाहिँ टेक्स्ट ल्याएर गरेको काम है। दुईटा बाटो हेऱ्यौँ हामीले। ल तपाईँको इन्टरनेट जति फास्ट छ यसले काम पनि त्यति नै फास्ट गर्छ है। ल त्यसको लागि अब यसले 10वटा स्लाइड बनाउने हो। 10वटा स्लाइड बनाइन्जेलसम्म, त्यसले पिक्चर ल्याएर हाल्ने बेलासम्म हामीले एकछिन वेट गर्नु पर्यो। ल यसले काम गरिरहँदा ल हेर्नुहोस्, यस्तो पिक्चरहरू पनि टक्क ल्याएर राख्छ। अब यही पिक्चरहरू लिएर राख्नलाई हामीलाई कति समय लाग्थ्यो। अब त्यसले थर्ड स्लाइड बनाइरहेछ है। तेस्रो स्लाइडमा यो रनिङ छ। यसले 10वटा स्लाइड बनाउँछ। यहाँहरूले चाहिँ नझुक्किनु होला। फेरि धेरै भयो भने अब कसरी गर्ने भन्ने क्वेसन पनि आउन सक्छ। धेरै भयो भने पहिला आउटलाइन क्रिएट गर्ने, ल आउट अफ क्रेडिट भयो के गर्ने भन्नुभएको छ। म त्यो आइडिया पनि सेयर गर्छु है हजुरहरूलाई। आउट अफ क्रेडिट भयो भने हो यहाँ क्रेडिट भन्ने हुन्छ। यहाँ जस्तो मेरो चाहिँ क्रेडिट अहिले 24,635 छ। यसमा क्लिक गर्ने,
यहाँ क्लिक गरेर यहाँ रिफर अ फ्रेन्ड भन्ने छ, रिफरमा क्लिक गर्ने है। अनि त्यसपछि यहाँ यो कपी रिफरल लिङ्कमा क्लिक गरेर त्यो लिङ्क चाहिँ सेयर गर्ने, अरू साथीहरूलाई सेयर गर्ने। ल यसरी हामीले यहाँ इन्भाइट गरेर अनि त्यो लिङ्कलाई अरू साथीहरूलाई पठाइसकेपछि उहाँहरूले खोलेपछि तपाईँलाई पनि बढ्छ है। यो तरिकाले गर्ने। त्यहाँ साथीहरूले सेयर गर्नुभएको छ नि, त्यही हो तरिका। साथीहरूले नयाँ साथीहरू एकजना जोडिनुभयो भने 200 क्रेडिट पाउनुहुन्छ है। नयाँ साथीहरू एकजना नयाँ साथीहरूलाई बनाउनु भयो भने 200 क्रेडिट पाइन्छ। त्यसैले त्यो लिङ्कहरू तपाईँले फेरि 3वटा अप्सनहरू हुन्छ। एउटा चाहिँ फाइल अथवा पहिलाको पुरानो पावर पोइन्ट राखेर नयाँ पावर पोइन्ट बनाउने, अथवा वर्ड फाइल दिएर पावर पोइन्ट बनाउने, अथवा पिडिएफ दिएर पावर पोइन्ट बनाउने। यो 3वटा अप्सनहरू फर्स्टमा हुन्छ। दोस्रोमा ड्राइभबाट लिएर आएर बनाउने, थर्डमा चाहिँ वेबबाट ब्लकहरूबाट त्यसको लिङ्कहरूबाट वेबसाइटको लिङ्क हालिदियो भने पनि पावर पोइन्ट बनाउने रहेछ है। ल यो फाइल अपलोड गरेर कसरी बनाउने भन्नेमा गएँ म। अघि भर्खरै हामीले डाउनलोड गरेका थियौँ, त्यो फाइललाई मैले यहाँ राखिदिन खोजिरहेको छु। ल यो फाइललाई मैले यहाँ राखिदिन्छु। एकछिन टाइम लिन्छ यसले फाइलभित्र छिर्नका लागि। र हामीले हाम्रो च्याप्टरलाई राखिदिएर त्यो च्याप्टरको आधारमा अनि यसले पावर पोइन्ट प्रेजेन्टेसनहरू तयार गरिदिन्छ है। त्यो वेबाट जानका लागि पनि यो उपयोगी छ। ल 10औं स्लाइडमा आएछ है। धेरै समय लगायो त यसले त पावर पोइन्ट बनाउनु। ल यो रेडी भइसकेपछि लगभग रेडी भयो यो। त्यसपछि तपाईँले प्रेजेन्ट गर्नुपर्दा यहाँबाट प्रेजेन्ट गर्दा चाहिँ बाहिर क्लासमा यदि तपाईँ लानुहुन्छ भने के हुन्छ भन्दा इन्टरनेटको आवश्यकता पर्छ। तर यसलाई डाउनलोड गरेर तपाईँले प्रेजेन्ट गर्नुभयो भने इन्टरनेटको आवश्यकता पर्दैन। त्यो 2टा कुरा चाहिँ एकदम माइन्डमा सेट गरेर राख्नु होला। ल यसले चाहिँ फाइल रेडी गर्यो है। फाइल रेडी गर्यो। अब हामी यसलाई चाहिँ प्रेजेन्टेसन गर्न खोज्यौँ भने टक्क फर्स्टमा जाने अनि प्रेजेन्टेसनमा जाने। त्यसपछि ल हेर्नुहोस् टक्क कस्तो एट्र्याक्टिभ तरिकाले यसले बनाइदिएछ। ल हेर्नुहोस् पिक्चर साइडमा राख्यो, यतापट्टि इन्फोग्राफिक टक्क मिलाएर राखिरहेछ। ल हेर्नुहोस् पिक्चरलाई राखेर पार्टनर इन एजुकेसन भनेको छ, टक्क टेक्स्टहरू पनि छ। ल यहाँ इन्फोग्राफिक पनि टक्क कस्तो मिलाएर राखिरहेछ हेर्नु त, कम्युनिकेट वेल भनेको छ। ल साइडमा टक्क पिक्चरहरू राखेर डेटाहरू रिप्रेजेन्ट गरिरहेछ। यसरी हामीले पावर पोइन्ट स्लाइडहरू तयार गर्न सक्छौँ। अब यहाँहरूले पक्कै पनि हाम्रो टेक्स्ट बुकको फाइललाई कसरी गर्ने भन्नुहुन्छ। मैले त्यसैका लागि भनेर यो फाइल यतापट्टि अर्कोमा डाउनलोड गरिसकेँ। यसलाई कन्टिन्यू गरिदिनुहोस्। ल यसले फोर्स एन्ड मोसन भन्ने युनिट रहेछ। ल हाम्रो टेक्स्ट बुकको पिक्चर समेत छ यहाँ। अब यही पिक्चरलाई उसले उता लैदिन्छ कि। ल यति गरिसकेपछि अब यसलाई अलिकति तल लगाएर यतापट्टि सेटिङहरू गर्नुहोस्। वेब इमेजै ठिक छ, फर्मेट पनि ठिक छ, ल्याङ्ग्वेज इङ्ग्लिसै भने मैले, नेपाली भनिनँ। ल यति गरिसकेपछि अब जेनेरेट गर्नु भने यसले आउटलाइन जेनेरेट गरिदिन्छ। अब भनेको यो कन्टेन्टलाई अब प्रत्येक स्लाइडमा के राख्ने भनेर बनाइदिन्छ भनेको।
ल यी फोर्स एन्ड मोसन भनेर टक्क लिएर आयो। ल हेर्नुहोस्, यो हाम्रो एकदमै टेक्स्ट बुकमै भएको कन्टेन्टलाई तानेको छ है यसले। ल हेर्नु त, पिक्चर पनि साइडमा टक्क राखेर, यो बुककै पिक्चर हो। यो बुकमै भएको पिक्चरलाई यसले पावर पोइन्टमा ल्याइदियो। अब हामीले उता ल्याएर काटेर यता ल्याउनु नि परेन कि, आफै बनाउँदो रहेछ। ल स्पिड एन्ड भेलोसिटी भनेर दियो। ल हेर्नुहोस्, फर्मुला, स्पिडको फर्मुला, भेलोसिटीको फर्मुलालाई टक्कै यसरी राखिदिएको छ। यही कुराहरू हामीले आफूले बनाउनु पर्दाखेरि चाहिँ कति समय लाग्थ्यो होला होइन। यसरी चाहिँ हाम्रो युनिटलाई, यो त मैले एउटा साइन्सको इक्जाम्पल दिएको है, तपाईँहरूले प्र्याक्टिस गर्दा आफ्नै सब्जेक्टको गर्नुहोस् होइन। आफ्नै सब्जेक्टको युनिट डाउनलोड गर्नुहोस् अनि आफ्नै सब्जेक्टको पावर पोइन्ट बनाउनुहोस्। यो पिक्चर पनि टेक्स्ट बुककै हो है, त्यहीँ भएको कुरालाई टेकेर यसले काम गरिरहेछ। ल हेर्नुहोस्, ल तपाईँहरूले पनि गर्नुभएको छ होला भन्ने लाग्छ। टपमा सेयर भन्ने अप्सन हुन्छ, अहिले यहाँ यसले काम गर्दै गरेको भएर आएको छैन, काम सकिसकेपछि बल्ल आउँछ। ल हेर्नुहोस्, यस्तो इन्फोग्राफिक तरिकाले बनाउनको लागि त धेरै नै समय खर्च गर्नुपर्छ होला घरमा होइन। एआईले चाहिँ हामीलाई सहयोग गरिरहेछ। ल 6.3 प्रेसरको कुरा गर्यो। ल पुरै लेटेक ल्याङ्ग्वेजबाट चेन्ज गरिरहेछ है यो। यस्तो खालको इमेजेसहरू पनि राखेर टक्क बनाइदिएको छ। यसरी तपाईँले मेहनत गरेर एक वर्ष अलि राम्रो कन्टेन्ट बनाउनु भयो भने त अर्को वर्ष पनि काम लाग्छ। ल मैले तीनवटै अप्सनहरू यहाँहरूको लागि उपयोगी अप्सनहरूको एउटा एक्जाम्पल गरेर देखाएँ। अब साथीहरूलाई म एउटा यो अलि धेरैले युज गरेको, अब कमले युज गरेको अझै राम्रो खालको यसरी नै पावर पोइन्ट बनाउने एआई टुल इन्ट्रोड्युस गर्न खोजिरहेको छु। रेडी हुनुहुन्छ भने एउटा ब्राउजर ओपन गर्नु होला। यसले त काम गरिरहेको छ, अर्कोतिर काम गरौँ भनेको मैले। ल ओके, अब यसलाई सकेर गरौँला। ल सकियो मेरो चाहिँ है। ल यसरी रेडी हुन्छन् फाइलहरू। ल एकदम यो चाहिँ विशुद्ध हाम्रो टेक्स्ट बुकलाई टेकेर बनाएको है, मैले प्रेजेन्ट गरेर यहाँलाई देखाएँ है त। टेक्स्ट बुकलाई टेकेर बनाएको फाइल कस्तो रहेछ। ल साइडमा चाहिँ टक्क पिक्चर राखेको छ, टपिक दिएको छ, यो च्याप्टर 6 रहेछ भनेर चाहिँ यसले यहाँ च्याप्टर 6 भनेर दिएको छ। ल हेर्नुहोस्, अब यो यसरी टक्क टक्क साइडमा पिक्चर पनि राखिदिएको छ यसले। तलपट्टि एसआई युनिट भनेर इम्पोर्टेन्ट कुराहरूलाई फोकस गरेर दिएको छ। कस्तो राम्रो चाहिँ प्रेजेन्टेसन रेडी भइरहेको छ। अब लिभरको युजको कुराहरू गरिरहेछ, टाइप्स अफ लिभरको कुरा गरिरहेछ, फर्स्ट क्लास, सेकेन्ड क्लास, थर्ड क्लास भनेर लगाइन्छ, ट्याक्क पिक्चर सहित कस्तो राम्रो तरिकाले राखिदिएको छ। ल इन्फोग्राफिक टक्क बनाएर फर्मुलालाई इन्ट्रोड्युस गर्न खोजिरहेछ, प्रेसरको कुराहरू गरिरहेछ। ल एप्लिकेसन कसरी गर्न सकिन्छ भन्ने कुराहरूसम्म यसले लिएर गएको छ। ल यसरी हामीले यो गामाबाट पावर पोइन्ट बनाउन सक्छौँ
र डाउनलोड गर्ने हो यहाँ सेयर भन्ने अप्सनमा जाने, यहाँ एक्सपोर्ट भन्नेमा जाने र यहाँ एक्सपोर्ट टु पावर पोइन्ट भन्नेमा क्लिक गरेपछि यो डाउनलोड हुन्छ। यति हेर्नु त, धेरै लामो प्रोसेस पनि छैन डाउनलोड गर्नको लागि। फेरि एकचोटि रिपिट गर्छु म, सेयरमा क्लिक गर्ने, त्यसपछि एक्सपोर्टमा क्लिक गर्ने र एक्सपोर्ट टु पावर पोइन्ट भन्नेमा क्लिक गर्नुभयो भने डाउनलोड हुन्छ। डाउनलोड भइसकेपछि हामीलाई आवश्यक परेको करेक्सनहरू पनि गर्न सक्छौँ, पिक्चरहरूलाई पनि चेन्ज गर्न सक्छौँ है। अब एनिमेसनहरू तपाईँलाई त्यति राम्रो लागेन भने पनि चेन्ज गर्न सक्नुहुन्छ, ट्रान्जिक्सनहरू पनि चेन्ज गर्न सक्नुहुन्छ। ती सबै कुराहरू हामीले चेन्ज गर्न सक्छौँ। ल अब नयाँ एआई टुल, जुन पावर पोइन्ट बनाउने नयाँ एआई टुल रेडी हुनुहुन्छ भने ब्राउजर ओपन गरेर लेख्नु होला CHALKI, कल्की, KIE एआई, ल कल्की एआई भन्ने छ। ल त्यसको फर्स्टमै आएको लिङ्कमा क्लिक गर्नु होला। ल यसरी आएको हुन्छ। ल यो चाहिँ एकदमै नयाँ तपाईँहरूको लागि, गामा चलाइराख्ने साथीहरूको लागि यो अझै बेटर लाग्छ तपाईँहरूलाई, पिक्चर सहित टक्क बनाउँछ यसले। ल यहाँ टपिक लेखिदिनुहोस्, अथवा अझ तपाईँहरूलाई लगइनको प्रोसेसमै मैले लिएर गएँ। यहाँ लगइन भन्नेमा क्लिक गर्नुहोस्। लगइनमा गइसकेपछि तल इमेल राख्नतिर नजानु होला, कन्टिन्यू विथ गुगलमा जानु होला, कन्टिन्यू विथ गुगलमा जानु होला। म पनि सुरुबाटै गर्छु, यहाँहरूलाई लगइनमा समस्या छ भने माथि यसरी ब्राउजर ओपन गर्ने अनि लेख्ने CHALKIE एआई भनेर लेख्ने, कल्की आई, यहाँ यसरी आधा सी भएको आएको हुन्छ, त्यसैमा क्लिक गर्ने। ल यस्तो आएको हुन्छ। यहाँ आइसकेपछि अब हामी जान्छौँ लगइन भन्नेमा जान्छौँ, लगइनमा क्लिक गर्ने। लगइनमा क्लिक गरेपछि कन्टिन्यू विथ गुगलमा क्लिक गर्ने, कन्टिन्यू विथ गुगलमा क्लिक गर्ने। त्यसपछि तपाईँको इमेल भेरिफाई गर्न खोज्छ यसले, इमेलमा क्लिक गर्नुहोस्। त्यही इमेल, जुन इमेल त्यहाँ देखिएको छ तपाईँको इमेल, त्यसैमा क्लिक गर्नुहोस्। त्यसपछि कन्टिन्यू गर्नुहोस्। र यो भिडियो रेकर्ड पनि हुने भएको हुनाले यहाँहरूले भिडियो हेर्दै हेर्दै पनि गर्न सक्नुहुन्छ। अब यहाँ कन्ट्री भनेको छ, हाम्रो कन्ट्रीमा चाहिँ नेपाल खोज्नु पर्यो। अब MN नेपाल NP, ल नेपाल भन्ने पाइयो। गेट स्टार्टेड भने मैले अब ल यति गरेपछि मेरो अकाउन्ट रेडी भयो। ल यसरी अकाउन्ट रेडी गर्नु पर्यो हामीले। त्यसपछि लेसनमा साइडमा हेर्नु त तपाईँको नाम आउँछ। यहाँ मेरो अहिले अनलाइन स्कुल नेपाल आए जस्तै तपाईँको नाम आउँछ। त्योभन्दा तलपट्टि लेसन भनेर आएको छ, त्यो लेसन भन्नेमा क्लिक गर्नु होला। अनि साइडमा अब फेरि यहाँ लेसन खोज्नु होला, पाइँदैन। यहाँ क्रिएट न्यूमा क्लिक गर्नु होला। क्रिएट न्यूमा क्लिक गरेपछि अब यहाँ टपिक लेख्नु होला। अब टपिक लेख्नुभन्दा पहिला तपाईँले फाइलहरू कुनै अपलोड गर्ने छ कि छैन भन्ने कुरा चाहिँ पहिल्यै याद हुनुपर्छ तपाईँलाई।
ल टपिक मैले के लेखेँ भने एआई इन एजुकेसन भन्ने टपिक लेखेँ। ग्रेड कतिका लागि त भन्दा यो चाहिँ एडल्ट लर्नरहरूका लागि यो सेम ग्रेड भइहाल्यो। कतिवटा स्लाइड भन्दा ल मलाई चाहिँ 10वटा स्लाइड, त्योभन्दा बढी चाहिँ पैसा तिर्नुपर्छ है। 10वटा स्लाइड भन्यो। ल यहाँ अब एडिसनल इन्स्ट्रक्सन के त भन्दा introduction of AI, types of AI used in education, some example। ल लेसन आउटलाइन रेडी गर भनेर मैले त्यहाँ भनिदिएँ। what is artificial intelligence and how it is changing modern classroom देखि लिएर यसरी सर यसले चाहिँ आउटलाइनहरू रेडी गरिदियो। ल अब यसलाई हामीले कन्टिन्यू भनेर क्लिक गरौँ। ल अब के राख्ने भन्छ यसले है। अब भिडियो राख्नका लागि पैसा तिर्नुपर्ने रहेछ। पावर पोइन्टमै भिडियो राख्नु पर्यो भने पे गर्नुपर्ने प्रो भनेर आयो। अरू लर्निङ अब्जेक्टिभ राख भन्यो हामीले। यो चाहिँ की भोक्याबुलरी लिस्ट पनि राख भनेर भन्यौँ। त्यतापट्टि के गर्ने हो त्यो टिक लगाउँदै जाने हो कि। ल यो चाहिँ पर्सनलाइज गरेर लेख भनेर भनिदिएँ मैले। त्यस पछाडि अडियो एक्टिभिटी राख्ने कि नराख्ने भनेको छ है। क्लिपहरू राख्ने कि नराख्ने भनेको छ। एक्टिभिटी सिटहरू राख्ने कि नराख्ने भनेको छ है। यो फ्रीमा आएको कुराहरू। ल एक्टिभिटी सिट भनेर 5 मिनट 5 मिनटको राख भनिदिएँ मैले। र यसरी टिक लगाएर युआरएल दिने कि नदिने भने ल रिसोर्स पनि दिने भने मैले है भनेर अब यहाँ फाइल अपलोड गर्नु पर्यो फेरि। यदि होइन भने यत्तिकै छोडिदियो भने अटोमेटिक आउँछ। अब तपाईँहरूले के ख्याल गर्नु पर्यो भने नि हामीले युनिट यदि दिने हो भने यहाँ टिक लगाएर रिसोर्समा टिक लगाएर यहाँबाट फाइल अपलोड गर्ने रहेछ। अरूभन्दा यसको डिफ्रेन्ट भनेको यति त हो नि। अरूमा चाहिँ डाइरेक्ट एट्याच भन्ने आउँथ्यो। यहाँ चाहिँ यहाँ टिक लगाएपछि बल्ल अपलोड फाइल भनेर आउँछ यसरी। ल अहिले मैले केही नि नदिकन कन्टिन्यू भनिदिएँ। र त्यसपछि अब यसले थिम सोध्छ कस्तो खालको थिममा बनाइदिउँ त नि भनेर सोध्यो यसले है। ल मैले यो टाइपको यो साइन्स भन्ने टाइपकोमा बना त नि भनेर भनिदिएँ। अब जेनरेट गर भने ल यो कल्टी एआई भन्ने हो है। ल यसलाई हेर्नुहोस् एआई इन एजुकेसन भनेर रिभोल्युसनाइज लर्निङ इन नेपाल एन्ड बियोन्ड भनेर यसरी सरेर दिएको छ। ल हेर्नुहोस् अहिलेको भन्दा कति फास्ट यसले बनाइदिइरहेछ। गामाले भन्दा धेरै फास्ट बनाइदिइरहेछ। ल हेर्नु त टक्क पावर पोइन्टहरूलाई हेर्नुहोस्। यसरी पावर पोइन्ट प्रेजेन्टेसनहरू रेडी गर्न सकिन्छ। अब यहाँलाई लाग्ला यो पनि अब मैले बनाउन त खोजेको तर अलि मैले सोचे जस्तो आएन, फेरि बनाउँछु कहाँ गएर चाहिँ यसलाई करेक्सन गर्ने होला भन्ने लाग्छ भने यहाँ एडिट प्रम्प्ट भन्ने छ। यो चाहिँ लेफ्ट साइडको टपमा हेर्नुभयो भने यहाँ एडिट प्रम्प्ट भन्ने छ। फेरि प्रम्प्टिङलाई करेक्सन गरेर लिएर जानुभयो भने भइहाल्छ। तपाईँले यहाँ थिम कस्तो राख्ने कस्तो कलरको राख्ने यहाँ चेन्ज गर्न सक्नुहुन्छ। अब यसलाई डाउनलोड गर्नु पर्यो भने यो राइट साइडको टपमा गएर एक्सपोर्ट भन्ने छ। एक्सपोर्टमा जानुहोस् र पावर पोइन्टमा गएर डाउनलोड गर्नुहोस्।
एक्सपोर्टिङ टु पावर पोइन्ट भन्छ। यसरी हामीले अटोमेटिक पावर पोइन्टहरू जेनेरेट गर्न सक्छौँ। अब गामाको जस्तो एकदमै लिमिटेसन यसले अहिले बनाएको छैन। गामा नै पहिला पुरै फ्री थियो, पछि चाहिँ लिमिटेसन बनायो। यसले चाहिँ अब यो अलि नयाँ भएको हुनाले